नमस्ते, म तीर्थराज बस्नेत पुष्प धीरेन्द्र स्मृति प्रतिष्ठान को अध्यक्ष। पुष्प धीरेन्द्र स्मृति प्रतिष्ठान एक बहुप्राविधिक शिक्षालय यो दमक 1 में अवस्थित छ। यस शिक्षालय में इंजीनियरिंग तर्फका सिविल इंजीनियरिंग, कंप्यूटर इंजीनियरिंग र जियोमेट्रिक इंजीनियरिंग को यहाँ अध्ययन गराइन्छ। यस शिक्षालय में उक्त 3 डिप्लोमा तहका 3 विषय में अध्ययन गर्नको लागि मिति 2083 साल वैशाख 29 गतेदेखि भर्ना खुल्ला रहेको छ र तपाई जो एससीई में 1.6 भन्दा जीपीए भन्दा माथि अंक ल्याउने प्रशिक्षित विद्यार्थी भाइ बहिनीहरुको निम्ति दमकको एउटा सुन्दर यो जुन भौतिक रूपमा पनि भौतिक पूर्वाधारको रूपमा सम्पन्न विशेष के उपकरण सहितको जियोमेट्रिक्स का उपकरण, सिविल का उपकरण र कंप्यूटर इंजीनियरिंग का उपकरण पर्याप्त मात्रामा छ। यस शिक्षालयले गत 2077 सालदेखि चाहिँ आफ्नो विद्यार्थीहरू पठन पाठन गरेका विद्यार्थीहरूले अहिले यस प्रोभिन्स का विभिन्न क्षेत्रमा सरकारी तथा निजी क्षेत्रका जबहरुमा लागिसक्नु भएको छ। यो शिक्षा अध्ययन गरेर कोही पनि बेरोजगार हुने स्थिति छैन र सबैलाई म एकचोटि आह्वान गर्छु, पुष्प धीरेन्द्र इंजीनियरिंग कलेजमा भिजिट गर्नुहोस् र तपाईले रोजेको विषय अध्ययन गर्नुहोस् भन्दै तपाईहरु सबैलाई इंजीनियरिंग शिक्षा अध्ययनको निम्ति फेरि पनि म एकचोटि आग्रह गर्छु। हस्त, धन्यवाद।